हेलो फ्रेन्ड्स, नमस्ते। मङ्गलास कुकिङ रेसिपीमा यहाँलाई फेरि पनि स्वागत छ। आज मैले कोदोको पिठोको सुपको रेसिपी लिएर आएको छु। भेजिटेरियन सुप, हेल्दी छ। भिडियो अन्तिमसम्म हेरेर साथ सहयोग सपोर्ट गरिदिनु होला। अनि एउटा भाँडोमा चाहिँ मैले तेल राखेँ, अलिभ ओइल, जुनसुकै तेल राखे पनि हुन्छ, घिउ बटर जे राखे पनि हुन्छ। अनि आधा चम्चाको पनि आधा जिरा फुराएर अनि एक सानो चम्चा चप गरेको लसुन फुराएँ। अनि हल्का लसुन फुराएपछि प्याज राख्ने। प्याजलाई पनि हल्का फुराउने, धेरै भुट्ने होइन, अलिकति हल्का सफ्ट मात्रै हुने गरी यसलाई चाहिँ भुट्ने। त्यस पछाडि अदुवा राखेँ मैले अलिकति, आधा चम्चा, सानो चम्चाको आधा चम्चा अदुवा राखेर यसलाई पनि भुट्ने। अदुवालाई हल्का भुटिसकेपछि अनि तरकारीहरू राख्ने। मैले चाहिँ यहाँ चुकन्दर राखेँ, बिट्स, अनि केराउ राखेँ। अब आफूलाई जे मन लाग्छ, गाजर होइन, अरू तरकारीहरू जे पाइन्छ, जतिवटा राख्न सकिन्छ तरकारी राख्न सकिन्छ। अनि यसलाई भुट्ने, हल्का भुट्ने, 1-2 मिनट जति यसलाई भुट्ने। त्यस पछाडि जिरा धनियाँको पाउडर राखेँ मैले, सानो चम्चाको पनि आधा जति, अनि बेसार राख्ने थोरै। अनि यसलाई पनि चलाउने, एकैछिन मसलाहरूलाई हल्का भुट्ने। त्यसपछि कोदोको पिठो, यो चाहिँ सेतो कोदोको पिठो, फेरि कालो नदेखेर पिठो कोदोको होइन भन्नु होला, सेतो कोदोको पिठो हो। अनि 2 चम्चा कोदोको पिठो राखेर यसलाई पनि फेरि भुट्ने यसैमा। राम्रोसँग चलाउने, मजाले भुटिनुपर्छ। अब यो तरकारीहरूमा सबै पिठो लागेको छ कि अनि यहीसँग मजाले भुट्ने। त्यस पछाडि मैले चाहिँ यहाँ तातो पानी राखेँ, उम्लेको, अब जस्तो राखे पनि हुन्छ। अनि आफूलाई कति सुप चाहिने हो त्यो अनुसारले पानी राख्ने। यसरी राखिसकेपछि अनि मजाले चलाइदिने यसलाई। अनि नुन राख्ने स्वाद अनुसार, थोरै चलाएर उम्लिन छोडिदिने। ल, यो मजाले उम्ल्यो। ल हेर्नुहोस्, यतिको भयो होइन। अब तरकारीहरू नि हल्का पाक्यो। त्यस पछाडि चाहिँ मैले मसिनो गरेर काटेको प्याज र स्पिनिच राखिदिएँ। अब बक्चोई राखे पनि हुन्छ, लसुनको पत्ता राखे पनि हुन्छ होइन, आफूलाई जे मन लाग्छ राख्ने। अनि थोरै मरिचको धुलो राखिदिएँ मैले। अनि यति गरेपछि यसलाई एकछिन 2 मिनट जति पाक्न दिने, धेरै पाक्नु पर्दैन। अब नेपालतिर हो भने अहिले पालुङ्गोको सिजन छ, मजाले पालुङ्गो राख्न सकिन्छ। बक्चोई छ भने बक्चोई राख्न सकिन्छ होइन। अब यो चाहिँ तयार भयो, हेर्नुहोस् त। सुप एकदमै राम्रो मिठो भएको छ, बाक्लो भएको छ है। कोदोको पिठोले गर्दाखेरि हेल्दी छ, भेजिटेरियन सुप हो, जसले पनि खाँदा हुन्छ। सजिलो छ बनाउन, तरिका एकदमै सजिलो छ, हेल्दी पनि छ, मिठो पनि हुन्छ होइन। अनि त्यति गरिसकेपछि चाहिँ अब मैले हिट अफ गरिदिएँ र सर्भिङ बाउलमा सर्भ गर्दैछु। अनि अब यो मेरो भिडियो हजुरहरूलाई कस्तो लाग्यो, मेरो भिडियोलाई लाइक, सेयर, कमेन्ट पनि गरिदिनु होला। अब अलिकति मैले चाहिँ खाने बेलामा चाहिँ कागतीको रस र चिल्ली फ्लेक्स अलिकति राखेँ। पिरो मनपर्छ भने मजाले चिल्ली राख्न सकिन्छ। अब भिडियो मेरो अन्तिमसम्म हेरिदिनु भएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद। मैले यहाँ सुप पनि ट्राई गर्दैछु। वाउ, कस्तो मिठो!